आज यो रेड क्रसको कारणले मेरो छोरा बाँचिरहेको छ। माननीय गृहमन्त्रीज्यूले 7 दिने अल्टिमेटम दिनुभयो। हामी कुनै पनि हालतमा हामी यो सञ्चालन चाहिँ हामी रोक्ने अवस्था छैन। यदि रोक्यौँ भने पर डे 50 जना मान्छे मर्ने अवस्था हुन्छ। यो संस्था अरू जस्तो पैसा कमाउने संस्था हो जस्तो मलाई चाहिँ लाग्दैन। 12 दिन में 15 दिन में बलट चाहते हो आप तो महीनों ना आप तो 12 दिन में। आदरणीय दर्शकबिन, अहिले यतिखेर हामी विराटनगर महानगरपालिका यो देवकोटा चौकमा अवस्थित रहेको यो ब्लड बैंक स्थित आइपुगेका छौँ। यो प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र विराटनगरको कार्यालय अगाडिबाट हामी प्रत्यक्ष यहाँनिर रिपोर्टिङ गरिरहेको अवस्था छ। आदरणीय दर्शकबिन, अस्ति नेपाल सरकार गृह मन्त्रालयबाट गृहमन्त्रीज्यू सुदन गुरुङज्यूको यहाँनिर कोशी अञ्चल अस्पताललाई अनुगमन गर्ने क्रममा जुन उहाँले 7 दिने अल्टिमेटम दिनुभएको थियो यो भवनलाई यथाशीघ्र खाली गर्ने भन्ने विषयमा चाहिँ हामीले आज यो रिपोर्टिङ गर्न खोजेको हो। आदरणीय दर्शकबिन, हामी यो विषयमा सत्य तथ्य जान्न पर्दाखेरि हामीले केलाउँदै जाँदा यो रेड क्रस सोसाइटी चाहिँ 2028 सालमा चाहिँ कोशी अञ्चल अस्पतालको इमर्जेन्सी भवनबाट सञ्चालनमा आएको थियो, जुन कि यही विराटनगर महानगरभित्रको एकजना दाता चान्दमल राठीज्यूले चाहिँ एउटा भवन बनाएर चाहिँ रेड क्रस सोसाइटीलाई हस्तान्तरण गर्नुभएको थियो। 7 दिन होइन, अलिकति समय दिएर उसलाई व्यवस्थापन चाहिँ जस्तै यहाँको अस्पतालको जग्गा हो, तर यो जग्गालाई चाहिँ खाली गर्नको लागि चाहिँ उसलाई आवश्यक छ भने खाली गर्न सक्नुहुन्छ। तर यसलाई चाहिँ व्यवस्थापन चाहिँ अर्को ठाउँमा चाहिँ व्यवस्थापन गर्न सकियो भने त्यो चाहिँ राम्रो होला भन्ने चाहिँ मेरो भनाइ। यो संस्था अरू जस्तो पैसा कमाउने संस्था हो जस्तो मलाई चाहिँ लाग्दैन। यो सेवारूपी संस्था हो जस्तो लाग्छ, किनभने मैले जति दिनसम्म पनि आएको छु सेवै पाएको छु यो संस्थाबाट। दोकानहरूलाई उठाउनु अलग्गै कुरा हो, यसलाई चाहिँ अहिले तत्काल उठाइहाल्नुपर्छ भन्नलाई मलाई चाहिँ उचित हो जस्तो लागेन। किनभने यो एउटा टार्गेट हो हाम्रो कि रेड क्रसमा गयो भने रगत पाइन्छ। अहिले म पनि त्यही रगतकै लागि आएको, यहाँ पाइन्छ, यहाँ सुविधा छ भनेर आएको। त्यस कारण मलाई यसलाई केही समय दिनुपर्छ, किनभने यो सेवामूलक संस्था हो। हमरा आरके चाहै छियै जे एतना मौगी मेरी मर महिला आबै छियै, कखनो असगर आबै छियै तऽ कखनो हमरा आरके दए दै छै, एको बेर घूरऽ नहि दै छै। 12 पोका हमरा आरके चढ़बै छियै बच्चाके ब्लड, ओते दूरसँ सप्तरी जिलासँ एतऽ आबै छियै। हमरा आरके उर्सान नहि छै, समस्या बहुत भारी छै बच्चाके लिए। यसलाई टाइम दिनुपर्छ। हटाउन ठिक छ, उहाँको जग्गामा छ भने हटाउन पाउँछ, तर उहाँलाई टाइम दिनु पर्यो। 2 साल 3 साल 5 साल। मेरो नाम रमेश कुमार चौधरी हो। मेरो छोरालाई 4 सालदेखि ब्लड चढाइरहेको छु थेलेसेमियाको कारणले। हटाउनु पर्यो ठिक छ, तर सुविधा दिनु पर्यो, यसलाई टाइम दिनु पर्यो। कुनै ठाउँमा सार्नको लागि यसलाई टाइम दिनु पर्यो, यसको हामीलाई सुविधा दिनु पर्यो। हामीलाई त्यति मात्रै चाहना छ। अरू ठाउँमा जाँदा, अरू कुनै हस्पिटलमा जाँदा ब्लड छैन रे, मान्छे खोजेर ल्याउनु, फल्ना ल्याउनु, किना ल्याउनु, ब्लड हुँदा पनि दिँदैन। तर हामीलाई यहाँ ब्लड ब्याङ्कमा रेड क्रसमा आउँदा हामीलाई ब्लड छ। आज यो रेड क्रसको कारणले मेरो छोरा बाँचिरहेको छ। नमस्कार, म सुखदेव प्रसाद मण्डल। घर चाहिँ मेरो धनपालथान गाउँपालिका वडा नम्बर 3 मा पर्छ। म अहिले वर्तमान नेपाल रेड क्रस सोसाइटी मोरङ जिल्ला शाखाको सभापति। अब हुन त हामी सरकारको अभिन्न अङ्गको रूपमा हामी सरकारलाई सहयोग गर्ने काम गर्दैछौँ। यो सरकारले सोच्नुपर्ने हो कुन सेवालाई हामीले अवरोध गर्ने, कुन सेवालाई अवरोध नगर्ने भन्ने कुरा उहाँहरूले सोच्नुपर्ने कुरा हो। माननीय गृहमन्त्रीज्यूले 7 दिने अल्टिमेटम दिनुभयो, तर यो 7 दिनकोमा हामी कुनै पनि हालतमा हामी यो सञ्चालन चाहिँ हामी रोक्ने अवस्था छैन। यदि रोक्यौँ भने पर डे 50 जना मान्छे मर्ने अवस्था हुन्छ। क्यान्सरस किडनी पेसेन्टहरू, नियमित जुन मान्छेहरूलाई ब्लड चाहिन्छ त्यो मान्छेहरूलाई सेवा हामी दिन रोक्न सक्दैनौँ। यदि रोक्ने यो गरौँ भने त्यसको जवाबदेहिता उहाँहरूलाई नै लिनुपर्छ। हामी त्यसको जवाबदेहिता लिन सक्दैनौँ। हामी सेवा बन्द गर्दैनौँ। सेवा बन्द हामीले अर्को व्यवस्था नहुन्जेल ठाउँ अनि चाहिँ हस्पिटलकै मातहतमा, जहाँ पनि नेपाल अधिराजको 54 वटा जिल्लामा हॉस्पिटल के मातहतमा रक्त संचार सेवा संचालन रहेको अवस्था छ। मराते से ब्लड बैंक हेड जो त हमरा के बाल बच्चा लायक पते जो है हमरा के जखनी आवे छे तखनी एते से ब्लड पावे छिए, जनंग आवे छे त कहियो ने घुरावे छे। हमरा तो फ्री दै छे ब्लड विराटनगर से, बहुत तकलीफ है जे हमरा के बाल बच्चा के लागे एक त हमरा के ओनन तकलीफ में छिए। अते से ब्लड बैंक हेड जेते त और तकलीफ हेते हमरा। अते से सब मिल रहल छे, खाली नहीं पठावे छे। अते से जे नंग आवे छे ओइ नंग रगड़ दै छे। अते से